ल एकछिन है केबल कार सानो छ दुईजना यता हेर्दा याङ्की पनि 1 2 3 गो सानो सानो आँखा खुब तन्केर हेरिरहेछ र छोरीले चरे छैन अघि भर्खर मैले देखाएको थियो ल त्यहाँ बस्नु दुईजना फोटो खिचौँ 1 2 3 खिच्यो दाइ एक्लै खिच्छ ल त्यहाँ बस्नु त दाइ यता हेर्नु त 1 2 3 ल जाऊँ अहिले यस्तै छ त कति राम्रो देख्छ हो त यो होइन दाइ यहाँ लेखेको छैन रहेछ लौफे बान हिजो यही त थियो नि है हिजो त्यहाँ होइन अर्निसे त्यही हो अर्निसे भन्ने के रहेछ ए यहाँ पनि रेस्टुरेन्ट रहेछ त ल ल उतापट्टिबाट होला प्लाइन ए ऊ यहाँ रहेछ नि मान्छेको माथि हेर्नुहोस् वाउ क्या दामी हो यार यहाँ त क्या दामी भो सबै छ लो यस्तो ठाउँमा पनि चढ्यो है मान्छे एकजना हिँड्दै रहेछ छोरी एक्लै आउँदाखेरि वाउ ल दामी ताल रहेछ पानी सफा खोइ त्यही भएर पानी सफा भएको होला नि पानी सफा त स्विमिङ नगरे नि हुन्छ नि स्विमिङ गरे पनि खासै केही त हुँदैन त्यही त यसरी ल्याएर बसेर खाएको मजा आउँछ कि यो पानी पिउन मिल्छ होला मिठो
गयो अनि दामी पाराले सुतेर बसेछ है साथीहरू त हो ओ माई गड कस्तो राम्रो देखेको यार ल प्ले भइसक्यो हाँस नि तिमी हाँस त राम्रोसँग दाँत देखाएर कि ए बोल्ने होइन क्या हाँस्ने जे गर भन्छ त्यो गर्ने के बोल्नुहुन्न भिडियो गर्दा अर्को अर्को हाँस न खुसी भयो जस्तो यता हेर हाँस हाँस न ए कति राम्रो बनाइदियो मम्मीले लौ न कपाल त ल बाई बाई झरक झनक चाहिँ हुन्छ खै सुरु मनाजाऊ भने होला जस्तो छ ल जाउँ त्यो रेस्टुरेन्टमा जाउँ न केही पिउँ एकछिन बसौँ गफसफ गरौँ त्यो रेस्टुरेन्ट रहेछ त दामी ठाउँमा रहेछ नि त्यही छ प्रब्लम नपाउने त्यही त डिसिप्लिन धेरै तिनीहरूले मेनु हेरिसकेको ठाउँ त छ त्यहाँ ऊ त्यहाँ जति पनि त्यो ठाउँ छ नि अब चाहिँ यिनीहरू गएपछि चाहिँ ठाउँ हुन्न होला ल दाइ चेयर्स 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 बहिनी चेयर्स छोरी मेरो आगे ड्रिङ्क न अर्डर गर्नु मेरो छोरी भएर गयो चिकन नट्केस त्यही हो अहिले त्यसले त्यही मगाने मामको छेउमा के हो त्यो बी रहेछ एउटा कोही हो कि रे आज याङ्कीतिर आइज याङ्कीतिर जा मामकै छेउमा आएको दिल का कोही रिश्ता नै ल कफी खाएर नि आए हामी चाहिँ ल यो रहेछ
ठुल दाइसँग फोटो खिचेन खिच्नु ल बस्नु यहाँ के त हो कुन चाहिँ दाइ ए 1 2 3 गो ल भयो अनि बहिनी हामी तिनजना पनि खिच्दियो है 1 2 3 पापा हल्का हल्का यस्तो पारेर बस्नु त यस्तो के दुईजनै होइन ल ठिक छ त्यसरी बस्नु कोही कालो मान्छे झन् कालो होला जस्तो देखेको हल्लिन्छ कि यसरी चाहिँ है घण्टकीको तिरैमा लुकी छिपी खेलेको उताबाट खिच्दा राम्रो देख्छ थाहा छ उताबाट खिचौँ ल के भयो के छिर्यो ओहो यहाँतिर पो रहेछ त ल अभी त्यही त यो सबै होटेल छोड्दिउँ कहाँ ओइ के हो यस्तो मन डुब्यो त नजाने क्या नजानु छ क्या यहाँबाट नि राम्रो फोटो त्यहाँ तिनजना सबैजना त्यहाँ बस्नुहोस् त म फोटो खिच्छु यहाँदेखि त्यहाँ जानुहोस् त बेबी त्यो उसकै राम्रोसँग बोकै छोरी ल 1 2 3 गो इधर ये स्माइल दाइ इधर नै भयो एकछिन यसमा त म नि आउँछ है ल देख्यो सोलो डोलो जान्छ नि त टिकटकमा त्यो पनि सिङ्गल राख्छ अनि सिङ्गल केटीहरूले ताक्छ फेरि कुरो त्यही हो नि त दाइ पनि गएर बस्नु अब त दाइ पनि जानु ल यस्तो दामी ठाउँमा नि नखिचे कहाँ खिच्ने त आफ्नो मोबाइलबाटै खिच्दै नि लाइट अब यता गयो के चलु त्यहाँ जाऊ म तिम्रो त्यहाँ खिचिदिन्छु यता जाऊ न
ए गोबर 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 त्यहाँ टुसुक्क बस्छ त गोबरमा चाहिँ रारा ताल यो चाहिँ अर्को रारा ताल म यहाँ बस्छु पछाडिबाट खिच्दिनु ल एकछिनै सबैजना सँगै छ त्यो 1 2 3 गो 1 2 3 go 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 भयो ल जाऊँ के हो हाँ ओहो अलिकति हुँदो रहेछ धेरै हुन्छ यसमा चाहिँ थोरै थोरै रहेछ यो चाहिँ पुरै ब्लुबेरीको बोट है यहाँ जति पनि भएको छ सबै ब्लुबेरीको रहेछ ओके ठुलो रहेछ ओहो बेरेसी त्यो ल आज गाईहरू आल्छी भएछ अगाएछ अगाएर टन्न खाए अनि सुत्यो यहाँ त इन्टरनेट आउँछ क्या ल टन्न खाएर सुतिरहेको ए सबजना आफ्नो आफ्नो मोबाइलमा व्यस्त दाइ ल छ होला दाइ छ होला तिमी घुमा म हिँड्दाखेरि कि ढकुन ढकुन हुन्छ कि स्मुथ हुन्न क्या बिस्तारै ल है भाउजू यता नि हेरेर हाँस्दिन् न भाइ यता हेरे दामी दामी ठाउँ भाकै डाँडा काँडामा छ नि त्यही त पापाहरूको जमानाको नि थियो अनि यस्तो अहिले त बिर्सियो ल बहिनी बियर सर्भ गर्नु पर्यो वेटर मान्छे एक्सक्युज मी त्यस्तो पऱ्यो थर्काउँदै के फेरि त्यस्तै नि हुन्छ ल हामी चाहिँ आज यतै सुत्ने हो सानो सानो कटेजमा यहाँ सानो सानो पिकिनिन छ कटेजहरू साउना पनि छ अरे जुदे जस्तो के
जस्तो गर्दो रहेछ क्या ल यो कटेजहरूमा चाहिँ बस्न मिल्दो रहेछ यो चाहिँ साउना अरे यो चाहिँ ऊ होला के अरे के पो भन्छ बिर्सेछु ला 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 ऊ ल पानीमा गएपछि गर्नु नि यस्तो दामी ठाउँ छ नि ए गेस्ट हाउस आजको हाम्रो टुर सकियो अब हामी ब्याक जान लाग्यो हामी चाहिँ अब बसको वेटिङमा ल खतरा गाडी रहेछ यहाँ साइवान